घन्टा जति भयो यहाँ बसेर बल्ल यो भाइ यो स्याल भाइ यो अर्को स्याल भाइ यहाँ अर्को गोलभेडा भाइ बल्ल आइपुग्यो अझै आउनु बाँकी छ अब नकुरो होला है जाऊ ल हामी चाहिँ लाग्यो अब यसो मेकअप गरेको गाई हो कि जिउ कालो छ अरू सबै टाउको चाहिँ सेतो छ क्या हामी चाहिँ यो रुद्रेश्वर महादेव मन्दिर हो यता लेफ्ट साइडमा यसको राइट साइडबाट बाटो छ अनि मनकामना जानु उताबाट नि बाटो त छ तर यताबाट अलिक स्लोप भएर अलि लामो छ तर ठाडो उकालो छैन यो बाटो होइन गाह्रो हुँदैन हामी चाहिँ 7 जना के भयो 7 जना अहिले यहाँ तल अनि अङ्कलहरू माथि 5 जना जति छ भन्ने सुन्नमा आएको थियो के हो कसो हो अब अलि माथि गएर भेट्नुपर्छ आज होलीको दिन है आज होलीको दिन भनेर पो भन्नु पर्छ जिब्रो हार्ड नभए जिब्रो लड पनि आयो है र गाइस आज चाहिँ होलीको दिन है हामी साइकल सिटी हेटौँडाबाट राइड आएको छौँ हाम्रो न्यू अङ्कल हुनुहुन्छ है यता मैले साइकल राइडमा चाहिँ साइकल राइडको ग्रुपसँग समावेश भएको छु आज हामी होली मनाउनलाई मनोकामना माथि जाँदैछौँ आधी बाटोमा एकछिन रेस्ट गर्दैछौँ होली पर्वको शुभकामना सबैलाई हामी चाहिँ विश्राम गरिरहेको छौँ यता वरुण भाइ उता स्वयं भाइ एज अलवेज क्यामेराम्यान ओनर रनिस दाइ ब्लगर हाम्रो रनिस दाइको च्यानललाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला होइन भिडियो राम्रो राम्रो आउँछ अब दाइले यस्तो राम्रो क्यामेरा किन्नु भएको मेरो नाकको कपाल हो नि यताबाट चाहिँ हेटौँडाबाट आउँछ बाटो अनि यहाँबाट चाहिँ मनकामना जानुपर्छ यताबाट चाहिँ अनि यता लेफ्ट साइडपट्टिबाट चाहिँ मक्रानचुरी जान्छ है फेरि यता शिखर कटेर निक्लिन्छ यो बाटो हाम्रो अङ्कल गुड मर्निङ अङ्कल गुड मर्निङ कस्तो भइरहेको छ राइड तपाईँको एकदम रमाइलो मनकामना थाके है राइड एकदम रमाइलो छ थकाइ पनि लागेको छ उकालो धेरै साइकल सिटीबाट हामीहरू बिस्तारै बिस्तारै रमाइलो लागिरहेको छ बिस्तारै पसिना भइरहेको छ भित्र पुरै भिजिरहेको छ धेरै हामी ट्याक्क यो भ्यू पोइन्टमा आइसक्यौँ मनकामना डाँडाबाट होइन अहिले चाहिँ खास कस्तो यो धुवा हो कि कुहिरो हो यो होइन अलिक प्रष्ट देखाएको छैन के हो अरे सबिन ए कुहिरो लागेको छ होइन क्लियर भएर त बवाल देखिन्छ है फेरि यसरी फोहोर चाहिँ गर्नु नहुने थियो ओपी बवाल फोहोर चाहिँ अरे यहाँको त वाल पनि भत्काइदिएछ है त्यो कुहिरो लगाएर कि मैले चाहिँ आज बाटोको क्लिपहरू चाहिँ देखाएन है मेरो साइकलले लास्ट धोका दिइरहेको क्याक्राक आवाज आएको छ अनि बाटोको क्लिपहरू हान्दाखेरि उकालो छ अनि हल्लिन्छ कि टाउको यसो हल्लाउनु पर्छ उकालो तान्दा अनि स्वाहा भइरहेको हुन्छ होइन त्यही भएर चाहिँ मैले क्लिपहरू देखाइनँ अब सिधै माथि गएर देखाउँछु है त मनकामना डाँडामा आइपुगिसक्यौँ हियर वी ह्याभ सिगाने कटुवाल भाइ सिगाने यो कालोले गर्दा उसको साथी चाहिँ अगाडि कुदिरहेको छ हामी चाहिँ फाइनली अब फर्किसकेका छौँ अब ट्रेलबाट तल झर्ने भन्ने कुरा सुनेको छु अब कतिजना लड्ने हो
लो ढुलो खा यार केटाहरूले यार पुरै घिसार्दै जाने हो नि त भुट्टा काका राइट छोड्दै राइट यस ओह्रालो मजा आउँछ के अलिकति रिस्की त रिस्की हुन्छ होइन कति टर्निङै पुग्दैन कोही कहाँ गयो है सिधै हो त सिधै हो अगाडि नजाइ कोही आएन त पछाडि छ्या यस्तो धुलो भन यार ओए म त फ्लावर ग्राभेल यस ल है अब ट्रेलबाट है त ट्रेलबाट म गएँ यतै क्याम्पा ट्रेल यतिको डिस्टेन्समा ओए दामी छ त यार बाटो ओए भरेक भरेक छ है गाइस स्लो डाउन यति त उकाल छ है टुक्लेन यार झन्डै एक ब्लास्ट ओए यो त के हो यो सबै भर्याङ हो यो यो धेरै ठुलो भयो कि लामो भयो कि यो लामो भयो कि राजीव है यो भर्याङ चाहिँ अलि छोटो 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 टाइपको हुनुपर्छ कि ओए हट न केटा हो यार यो त चिप्लिन्छ यार यहाँबाट ओए यसलाई अलिकति व्यवस्थापन गर्न पायो भने चाहिँ यो जस्तो चाहिँ राम्रो चाहिँ हुँदैन है ए मुला अनि तिम्रो गल्ती हो नि यो त यहाँ माथिबाट हिँड न यसरी माथि बाटो छ त यहाँबाट बाटो छ यार यसरी नता ठाउँबाट हिँड्छौ तिमी यार लडाइ गर्छौ वरुण आऊ अगाडि वरुण भाइले कन्टेन्ट दिएला जस्तो त अब ओए रैला भइरहेको है फेरि
ओ यो दाउराले हेर्दो ओए के करे यार तिमीहरू यार यो कुकुर बिरालो यो दुईटा यार झोला ग्याङहरू ल जाउँ फेरि यताबाट लाग्दैछौँ नवीन दाइ कस्तो छ ट्र्याक बवाल छ नि खै 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 अलिकति लेमी गो मदर फ्लावर झन्डै आफै लड्या यताबाट दो कताबाट हो यतैबाट हो ओए कहाँ बाटो फाँड्छ जा कसरी हान्दे लो लडे लड्छ मुला सकेसम्म लड्दे हान्न ओए एकजनाको त हाल्छु म हान्दै राजीवलाई हान्दै ओइ सिट तल गरेर बेटा ल ए भाइ के गरे यार हिँड्नु न यार ल है काका ओइ भाइ त यता बस साइकल यता राख्न आएका हामी यस्तो यसलाई ट्रेल भनिँदैन यार यसलाई भिर भनिन्छ यार हेट हिरालो सकाएर चाहिँ अहिले ट्रेल हान्ने ठाउँ आइसक्यो तल चलाउने ठाउँ अब ए हो र औला तताइदेऊ नि त एकचोटि ल अब हल्का चलाइदिउँ नि त है डर लाग्छ कि यो पत्करहरू छ कस्तो चिप्लिन्छ कि पत्करमा चाहिँ होइन सही लिकै ड्यामेज लिकै चेन्ज हुन्छ यार आफै ल ल दामी छ नि फेरि क्लब हानिदिन्छ नि होइन सबिन भाइ दामी छ नि केटाहरूले कुर्दिउँ न है भाइहरूलाई उडाउनु न नवीन दाइ यार के गरे बिस्तारै कुदाएर जरङ रङ 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 नगएर ओए नवीन दाइ यार के गरे यार ब्रेक नहान्नु न बुढा रन न रन कम न फेरि आयो है भिर आयो भिर गाई नै मर्छ तल पछाडि बस्न किन अगाडि जानु पर्यो
गाइने मुला त्यो चिप्ले यतैबाट जान्छु म खै बरुण यसरी कहाँ त छोड 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 दाइले छोड न भाइ छोड नवीन दाई क्याम्प डाँडा नवीन दाई म जान्छु यार अनि हान्ने हो नि यसमा 1 यहाँबाट गएकै थियो डर लाग्दो ओए आयो 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 यो चाहिँ हामी क्याम्पा निक्ल्यौँ है क्याम्पा 2200 पटक लडेर 2300 पटकमा यहाँ तल आइपुग्नु भइसक्यो फाइनल्ली